अब हामीले पनि लाग्छ नि देख्छ अब के लाग्छ अब हाम्रो त एकचोटि जाने अहिले जमानामा किसिममा लाने धेरै गर्ने मजुरी गर्ने यो काममा अब सरम मान्छन् हाम्रो गरिरहेको मान्छे अहिले कुन्टा कुन डङ्गा बजाने पनि त शर्म मान्दैन गोले बजाने भन्छ दुईवटा मान्द्रो चाहिँ मैले एउटा राखिदिएको छु र एउटा ठुलो बुवा राखिदिनु भएको छ दुईवटा मान्द्रो नै हामीले राखिदिएका छौँ बुवाको कलालाई सबैले सम्मान गरौँ यो कला पुर्खौलीदेखि चल्दै आएको भएर बुवाले म 10 वर्षदेखि यही पेसामा लागेको भएर मेरो छोरा नातिहरू विदेशतिर गएछन् तर मलाई अब गरिराखेको भएर यो पेसा गर्न मन लाग्यो र म बेच्न लिएको हुँ भनेर भन्नुभएको छ तपाईहरूले अन्यथा नमानिदिनु होला यो कला हामी पुर्खाहरूबाट सिकेनौँ भने अब लोप हुँदै जान लागेको छ हामी यो कलालाई सम्मान गर्नुपर्छ बुवाको कलालाई मन पर्यो र मैले सानो भिडियो बनाएर राखेको छु तपाईहरूले पक्कै पनि अन्त्यसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु हेलो गाइस सम्पूर्णलाई स्वागत छ जीवन टिएम भलक्टुमा आज म चाहिँ एउटा वृद्ध बुवा चाहिँ यो मान्द्रो बेच्ने भनेर हाम्रो गाउँमा आउनु भएको छ र म उहाँसँग छोटो कुराकानी गर्न गइराखेको छु बुवा कहाँदेखि आउनु भएको छ बुवाको परिचय आफैबाट सुरु गर्नुहुन्छ नमस्कार बुवा नमस्कार बुवाको घर कता पर्यो बुवा मेरो रोल्पा जिल्ला ढबाङ 10 नम्बर वडा हजुर तपाईँ घरदेखि हिँडेको कति दिन भयो बुवा आज 3 दिन भइसक्यो 3 दिन भयो नि हजुर ए यो मान्द्रो कतिवटा ल्याउनु भएको बेच्नको लागि मैले 4 वटा लिएको थिएँ हजुर अब 2टा बेचिसकेँ 2टा छ सर ए 4 वटा बेच्ने लिनु भएको थियो 2 वटा बेचिसक्नु भयो अब 2 वटा बाँकी छ 2टा बाँकी छ सर 2 वटा बाँकी छ अनि एउटा यो मान्द्रो बुनेर सिद्धाउनको लागि कति दिनसम्म लाग्छ त एउटा मानवले 6 दिन लाग्छ कलाउने सिधै 8 दिन लाग्छ केलाउनेसँग 8 दिन लाग्छ ए वनमा जानु पर्यो काट्नु पर्यो त्यसो केलाउनु पर्यो हैन 3 दिन पर्यो सर ए हजुर ल म बुवाको लागि चाहिँ बुवाले धेरै दुःख गर्नु भएको छ घर छाडेको 3 दिन भइसकेछ र हाम्रो गाउँमा आउँदा चाहिँ बुवाको यो 2 वटा मान्द्रो ल्याउनु भएको छ म बुवालाई एउटा मान्द्रो किनिदिन लागेको छु मैले तपाईहरुले हेर्न सक्नुहुनेछ बुवाले घर छाडेको 3 दिन भइसकेछ कति वर्ष हुनुभयो बुवा म 76 भयो 76 वर्ष हुनुभयो नि हजुर तपाईको छोरा नातिहरुले पनि बुन्नुहुन्छ छोरा नातिले बुन्न सक्दिनन् नि हजुर ए यो एउटा व्यक्तिले मात्र बुनेर 5-6 दिन लाग्छ कि 4-5 जना मिलेर सबै मिलेर बुन्न मिल्छ यसलाई 5-6 जना 8-10 जना भने बुन्न सकिन्छ सबै मिलेर एउटै मान्द्रोलाई 8-10 जनाले बुन्न सकिन्छ एक दिनमा निप्दिन्छ नि ए अनि यो मान्द्रोलाई कतिसम्म बेच्नु भएको छ मैले 4000 मा बेचे सर 4000 सम्म ए अनि यो बेचेर सिद्धाएपछि घर जाने भन्नु भएको छ नि हजुर सर ए बुवा यो मान्द्रो बुन्नको लागि हात नापेर लम्बाइ चौडाइ बनाउनु पर्छ कि कसरी बिन्नु पर्छ यो हजुर यसको लम्बाइ कति छ रे 5 हात चौडाइ नि चौडाइ 3 हात नि ए हजुर हजुर ए अनि तपाईको ठ्याक्कै रोल्पा नगरपालिका 10 धाबाङको कुन ठाउँ तपाईको टोलको नाम के टोलको नाम मेरो सल्लाहगारी नि ए ल तपाईहरुलाई मान्द्रो आवश्यक परेको बुवालाई सम्पर्क गर्न सक्नुहुनेछ रोल्पा नगरपालिका 10 धाबाङ उहाँको गाउँको नाम चाहिँ ढबाङ अनि के भन्नु भयो रे गाउँको नाम टोलको नाम सल्लाहगारी नि हजुर ए
अनि तपाईँको नाम के भन्नुभयो अरे मेरो वीरबहादुर सुनार वीरबहादुर सुनार हजुर ल तपाईँहरूलाई मान्रो त्यस पछाडि सोलीको आवश्यक परेको खण्डमा बुवालाई सम्पर्क गर्न सक्नुहुनेछ ल नमस्कार